चाहिँ अब चिया खानको लागि चिया खाजा चिया पकाउँदैछु। यो बिहानको खाजा चाहिँ रेडी भइसकेको छ। यो रोटी चाहिँ हिजो पोलेको हो, हामीले मैले पोलेको हो भन्ने चाहिँ मिल्दैन होइन। एकजना मोटीले पोलेको हो, को पनि चिन्दिनँ म। अब हाम्रो खाजा चाहिँ रेडी भयो, अब चाहिँ खानुपर्ने हुन्छ। हाम्रो बुटी म्याम हो, यो चाहिँ अब एकछिनमा खाने। पहिला चिया र रोटी खाने, अनि बुटी म्याम खाजा पनि कति खाएको नि बिहान बिहानै। ल अब चाहिँ खाम है, खाम खाजा खाम। अगाडि आएको खाजा त खानै पर्यो है त। कस्तो मिठो क्या रोटी। मिठो हेलो गर्नुहुँदैछ। ए हेलो ए तपाईँकोमा फोन मेरो यस्तो के हो यस्तो बिहान बिहानै। ओम नमः हरे गोविन्द कृष्ण ओम नमः फाल्ट होइन भयो। बन्द गर्नु। म अलि सानो भएछु नि। कहाँ मिठो म अलि सानो भएछु नि। यस्तो गर्नु 1 2 3 कप। What did I do? सुहाउँछ नि मम्मी। के त रोटी सकेर त यति भयो, सबैजना काममा जानुभयो। अनि म चाहिँ यहाँ छु। अब म चाहिँ घरको काम गर्नुपर्ने हुन्छ, भातिम है त। म चाहिँ यहाँ आलु उसिन्न लागेको, किनभने यो चाहिँ हामी दाल बनाउने आज आलुको सब्जीमा। अनि यो दाल चाहिँ यो दाल चाहिँ भन्नु रहेछु, यो आलु चाहिँ जस्तै हिजो मकै त्यो मसिनो मकै तल बारीमा घाँस काट्दै मकै गोड्दै गर्दाखेरि निस्केको आलु हो नि त। अनि यो आलु मिठो छ। अनि यो आलु चाहिँ उसिनेर हामी दाल बनाउँछौँ आज। अहिले चाहिँ आलुलाई पनि धोइसकेँ। अब म बसाउँछु यहाँ। हाम्रो घरमा चाहिँ यो ठुल्ठुलो किल्ली जहिले हुन्छ यहाँ चुलामा होइन, किनभने जाडो हुन्छ नि त यहाँ सधैँ लिएको हो। अनि त्यही भएर पानीहरू तताउनु नहुँदाखेरि सजिलो पनि हुन्छ। अनि पानीहरू तातो पानीहरू जे गर्दा पनि सजिलो हुन्छ नि त। सो हाम्रो घरमा चाहिँ चुला चाहिँ यो कमेरो माटोले लिप्छ क्या, यहाँनिर लिप्छौँ। अनि अब म उसिन्छु आलुलाई होइन। यो भिडियो बनाउँदै काम गर्दा म के बिर्सिन्छु के कति धेरै घरि के काम बिर्सिरहेको हुन्छु, घरि के काम बिर्सिरहेको हुन्छु होइन। भिडियो यति झ्याउ लाग्छ नि मलाई, तर पनि फेरि बनाउनु मन चाहिँ पर्छ। फेरि गर्दै जाँदाखेरि कहाँ के काम बिर्सिरहेको हुन्छ, अनि कस्तो झ्याउ लाग्छ बेला बेला चाहिँ है। यो नयाँ आलु चाहिँ कस्तो मजाले फुटेको क्या। आलु पाकिसक्यो। यो दुङ्गुले त्यही दुईटा मिक्स गरेर दाल हुन्छ। दाल कस्तो मिठो हुन्छ नि नाना यसको, दुङदुङ्गे र आलुको। अब यो आलुलाई चाहिँ मसिनो यसरी ढुट्याउनु पर्छ, ढुट्याउनु त्यहाँदेखि पकाउनु पर्ने हुन्छ। भातिम चाहिँ सब रेडी भइसकेको छ। अब पकाउने मान्छे चाहिँ उहाँ हो। हामी चाहिँ जाने अब डोको बोकेर आफ्नो काममा। म चाहिँ घाँस काट्नु हिजोकै ठाउँमा फेरि गएको। मम्मी र पापा पनि आउँदै हुनुहुन्छ पछाडि। अनि म चाहिँ अगाडि जाँदैछु। कम्ता चिप्लो छैन बाटो चाहिँ यस्तो छ होइन। खुट्टामा चट्ट जुत्ता हालेर गम्बुट लगाएपछि चाहिँ अलिक केहीको डर हुँदैन क्या। गम्बुट हालेपछि चाहिँ त्यही भएर जाने हो। तर चिप्लो छ, लडिहाल्छु कि। अब यो चाहिँ हिजो चाहिँ यहाँनिर खाली भएकोमा गरेको, अब तलतिर गर्नुपर्ने हुन्छ। आज चाहिँ घाँस काट्नुपर्ने हुन्छ
आलु त कस्तो कुहिसकेछ मतलब त्यो उसको बोक के भन्छ बोट चाहिँ उयो माथि चाहिँ कस्तो धेरै चाहिँ फुल पनि फुलिरहेछ आलुदेखि के भन्छ आज चाहिँ हामी ढिलो मात्रै काममा आएको किनभने मम्मीहरू अघि ऐसेली टिप्नु जानुभएको थियो नि त अनि म चाहिँ खाना सब्जी रेडी मात्रै पकाउनु चाहिँ बाँकी छ रेडी मात्रै गरिराखेँ अब पकाउने काम चाहिँ बहिनीले गर्नुहुन्छ अनि अब यो ढुस चाहिँ सबै काट्नुपर्ने हुन्छ यो ढुस यो मौसम चाहिँ के हो यस्तो बिहानै टिलिक्कै टल्किने गरी घाम लागेको थियो अहिले हुस्से लागेर छैन हुस्से घाम यस्तो धेरै चर्को लागेको थियो हरायो हुस्से लाग्यो जे भए पनि काम गर्नु चाहिँ शीतल हुन्छ आनन्द हुन्छ यो मौसममा गर्मी भयो यो के हो यो हामीले चाहिँ परसम्म पुर्यायो मेलो मम्मी घर जाउँ ल अब चाहिँ हामी घर जाने भात खानुपर्ने हुन्छ हाम्रो घाँसको बारीहरू अब चाहिँ घर जाने हामी भात खाना खानु जाने यतिको भारी चाहिँ बोक्नै पर्ने हुन्छ नि फेरि गल्यो के भन्नु खोजेको थिएँ बिर्स्यो मैले के भन्नुलाई भिडियो बनाउनु स्टार्ट गरेँ बिर्सिहालेँ टाउको कम त दुख्दैन घाँस ल्याइपुर्यायो ढुस घाँस थियो मेरो ढुस घाँस पनि दिँदै हुनुहुन्छ नि पापा त्यही वस्तुहरू काम नपाएर हेर न कसै मान्छेहरू के गरेको खेलेको लुगा सुकाउँदै हुनुहुन्छ र अब भात दिनु न हौ भोक लाग्यो भात भनेको के खाना खाउँ न के भन्नुभयो नो छि लिजु आज चाहिँ हाम्रो खाना रेडी भइसक्यो यो चाहिँ अघि आलुको दाल हो अब हामी भात खानु पर्ने हुन्छ आजको भात पनि कस्तो नरम देखिरहेछ क्या ल हामी चाहिँ अब खाना खान्छौँ अब चाहिँ हामी भात खान्छौँ ल खाएँ ल भन्दै खानु पर्यो नि त खाएँ ल भात हात दुख्छिन अब हात दिन्छ अनि भात खान्छु म चाहिँ हातले माम खानु यस्तो मिठो लाग्छ होइन चम्चीले खायो भने के नपुगेको जस्तो हुन्छ नि त अब चाहिँ खाना खाएर मैले चाहिँ लुगा पनि थोरै धोएँ अनि अब चाहिँ बारीमा जानुपर्ने हुन्छ मम्मी चाहिँ अघि तल बारीमा कहाँ हुनुहुन्छ तल हुनुहुन्छ अनि म चाहिँ अब जान लागेको पानी पनि पर्दैछ अब के गर्ने भनेर म सोचिरहेको छु अनि मम्मी पापा चाहिँ अघि गइसक्नु भयो अब यो लुगाहरू त भिज्छ यो लुगाहरूलाई के गर्ने यो लुगा उठाइदिइराख्नु ल आकाश त यस्तो देखिरहेछ अब यो कपडाहरू चाहिँ म उठाउँछु अनि त्यहाँदेखि म पनि काममा जान्छु म चाहिँ लागेँ है लुगा उठाएर कामतिर हैरान भए भिडियो बनाउँदै आएको थिएँ भिडियो नै भएको रहेन रहेछ मोबाइलमा त अहिले पानी पर्ला जस्तो भइरहेको थियो फेरि घाम लाग्यो अब काम गर्ने बेलामा चाहिँ घाम लाग्छ के फेरि यतिको विश्राम लिएर चाहिँ बस्नुपर्ने हुन्छ पसिना आयो आज मलाई मम्मी त परदेखि नै हुँदैन उफ गर्मी भयो साह्रै अलिकति खुनेर बसेको रातो कालो निलो सबै भइसक्यो पसिना आएर तातो चिया तातो घाम एउटै बोरामा आमा छोरी बस्नु नि हैन के गर्नु भएको
यता देखाउ। आजको हाम्रो मेलो त कस्तो धेरै पो गर्यो क्या परबाट गरेको यता 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 यता। अहिले चाहिँ पानी पर्ने जस्तो भएर हामी अब घर जाँदैछौँ। मेरो भरि यो चाहिँ आउँछ होला भन्दै हामी चाहिँ अब जानुपर्ने हुन्छ घरतिर। हामी चाहिँ अघि चाहिँ पानी पर्न आँटेको थियो नि त, मौसम पनि पानी पर्न आँटेको होइन परि नै सकेको थियो। त्यही भएर काम गर्न छाडी आइहाल्यौँ। अनि म चाहिँ नुहाएर बसिरहेको छु अहिले चाहिँ। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला है त। भने चाहिँ आँगनहरू सोर्नुपर्ने हुन्छ मैले यहाँ होइन। अनि यता मम्मी अनि त्यहाँदेखि आँगन मात्रै बढारिसकेको थियो पानी परेर हेर र राम राम। अहिले पानी पर्छ अहिले घाम लाग्छ भन्दै आजको भिडियो यहीँ इन्ड गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ। लभ यु अल।